नमस्कार र अहिलेसम्मको प्रमुख खबरहरू यस प्रकार रहेका छन्। एक्टिभ सोशल वर्कर पिन्छो भुटियाको निधन भएको छ। पश्चिम सिक्किमको याक्सुम ग्राम पञ्चायत अनि लोकल सिभिल सोसाइटीले गरे याक्सुममा सेनिटाइजेसन। प्रपर ड्रेनेज सिस्टमको कमी भएको कारण नाम्चीका बासिन्दाहरूले झेल्नु परिरहेको छ समस्या। नेपालको संसदमा केपी ओलीले दिनुपर्ने राजीनामा। दिल्लीमा भ्याक्सिनको स्टक रित्तिन लागेको छ। कालेबुङ पोलिटेक्निक कलेजलाई बनाइयो आइसोलेसन सेन्टर। अनि डाक्टर हिमन्त विश्व शर्मा बने आसामको मुख्यमन्त्री। र अब समाचार विस्तारमा। हामीहरूमाझ एउटा अति नै दुःखको खबर आएको छ। सिक्किममा प्रसिद्ध एक्टिभ समाजसेवक 29 वर्षीय तुमिन लिङ्गी खासे सामदोङ निवासी पिन्छो भुटियाको कोरोनाको कारण सोमबार बिहानी एसटिएनएमको आइसियु वार्डमा देहान्त भएको छ। उहाँले सिक्किमको पर्यटन विभागलाई ठूलो योगदान दिएका छन्। पश्चिम सिक्किमको याक्सुम ग्राम पञ्चायत अनि लोकल सिभिल सोसाइटीले एउटा झुन्ड बनाएका छन्। यस झुन्डले याक्सुममा एक दिन बिराउँदै याक्सुमलाई सेनिटाइजेसन गर्ने काम गरिराखेका छन्। साथै त्यहाँको बासिन्दाहरूलाई कोभिड-19 बारे जानकारी पनि दिइराखेका छन्। यी दिनहरूमा बर्खाको पानीले नाम्चीमा धेरै समस्या भइरहेको छ। नालीको पानी ओभरफ्लो भएर सडकमा बगेपछि मस्जिद एरियातर्फ जाँदैछ। प्रपर ड्रेनेज सिस्टम नभएको कारण वाहन अनि सडकमा हिँड्ने यात्री सबैले धेरै समस्या झेल्नु परिरहेको छ। नाम्ची बासिन्दाहरूले यस समस्याको समाधान सरकारबाट पर्खिरहेका छन्। कालेबुङ म्युनिसिपालिटीको चेयरम्यान रवि प्रधानले आज यो जानकारी दिनुभएको छ कि कालेबुङको पोलिटेक्निक कलेजलाई आइसोलेसन सेन्टर बनाइएको छ। साथै उहाँले यो पनि जानकारी दिनुभयो कि कालेबुङमा छिट्टै इलेक्ट्रिक क्रिमेटोरियम अर्थात् बिजुलीले लास जलाइने काम सुरु गरिनेछ। डाक्टर हिमन्त विश्व शर्माले आसामको मुख्यमन्त्री पदको शपथ लिए। राज्यपाल जगदीश मुखीले उनलाई गोपनीयताको शपथ दिलाए। नेपालको संसदमा केपी ओलीले अब राजीनामा दिनुपर्नेछ। सोमबारको मतदानको क्रममा कुल 232 सांसदले हिस्सा लिएका थिए। तीमध्ये 124ले ओलीको विरुद्धमा भने 73ले उनको पक्षमा मतदान गरेका थिए। सिक्किम हेल्थ बुलेटिनले दिनुभएको अपडेट अनुसार सिक्किममा 10 मईको दिन 46 वटा नयाँ केसेस, 139 वटा रिकभरी, 2 वटा डेथ अनि 2540 वटा एक्टिभ केसेसहरू रहेका छन्। र आजको प्रमुख खबरहरू यति नै। यदि हजुरहरू यस च्यानलमा नयाँ गरी हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र दिनहुँ तपाईहरू कहाँ मुख्य खबरहरू लिएर उपस्थित हुनेछु। तबसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।